अत्यन्तै महत्त्वपूर्ण कुरा रहेछ, जुन तपाईले गोप्य नै राख्नुपर्छ। सबभन्दा पहिला म के भन्न चाहन्छु भने, यदि तपाईका कुनै सपना छ भने त्यो सपना गोप्य राखेर पूरा गर्नुस्। नाइ भने तपाईको खुट्टा तान्ने मान्छे धेरै छन्। दोस्रोमा के छ भनेपछि, तपाईको दोस्रोमा कतै यात्रा गर्न लाग्नु भएछ या कहीँ जान लाग्नु भएछ भने कसैसँग नभनी जानुहोस्। यो कुरा गोप्य राख्नु होला। अनि तेस्रो नम्बरमा तपाईको के छ भने, तपाई कति कमाउनुहुन्छ कसैलाई नभन्नुहोस्। नभने जान्ने मान्छेहरू कर्जा लिएपछि फिर्ता पाउने गाह्रो हुन्छ। चौथो नम्बरमा के छ भने, यदि तपाई कुनै पनि पार्टनर खोज्नु भयो भने अथवा जीवनसाथी खोज्नु भयो भने साइलेन्ट भएको अथवा सहन सक्ने सहनशील मान्छेको लाई रोज्नुस्। भोलि यदि तपाईले सहनशील मान्छे रोज्नु भएन भने त्यो मान्छेले गर्दा छिमेकीहरू चाँडै CIB को रूप लिन्छन् अनि CIB भन्दा फास्ट केही कुरा पत्ता लगाउँछन्, तपाईले नजानेका कुराहरू। त्यस्तै गरेर पाँचौं र अन्तिममा तपाईले यो कुरा गोप्य राख्नुस् कि तपाई कुन कुरामा खुसी हुनुहुन्छ। वास्तवमा भन्ने हो भने यो मायालु संसार, यो दुनिया स्वार्थीको हो र यो दुनियाँमा तपाई कसरी खुसी हुनुहुन्छ, के कारणले खुसी हुनुहुन्छ कसैलाई नभन्नुहोला। किनभने यदि तपाई भन्नुभयो भने यो संसारमा सबै मान्छे अरूलाई दुखी हेर्न चाहन्छ, खुसी होइन। त्यही भएर यो कुरा नि गोप्य राख्नुहोला। मन परेमा लाइक, कमेन्ट, सेयर गर्नुहोला। धन्यवाद।